हेलो एभ्रिवान, नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है साथीहरू। एकजना भाइ छ होइन, 3-4 दिन भइसक्यो भेट पनि भएको छैन, कल पनि गरेको छैन। आज उसलाई म कल प्र्याङ्क गर्दैछु। के हुन्छ रियाक्सन हेरौँ है। त्यो भाइलाई चिन्नुहुन्छ होला तपाईँहरू। एक दिन ठुलो गफाडीको फोन चोरेर भिडियो बनाउँदैछु भनेर इन्ट्रो दिएको थियो। हेरौँ फोन उठायो भने के भन्ने हो त्यो आफै भन्ने छु। उसको रियाक्सन कस्तो हुन्छ हेरौँ। तपाईँहरू भन्नुहुन्छ होला मिलेको छ भनेर, तर म मिलेको छैन। भेट पनि भएको छैन, हाम्रो कलमा कुरा पनि भएको छैन। 3 दिन भइसक्यो। म आफै कल गरेर उसलाई थोरै थर्काउने छु, डराउने छु, तर उसको रियाक्सन कस्तो आउँछ हेर्नु होला। ओके गाइज, लेट्स गो। म फोन निकाल्छु, उसको नम्बर हेरौँ। फोन उठाउँछ कि उठाउँदैन, कता छ होइन, त्यही पनि ट्राई गर्छु है साथी। के भन्दो रहेछ है हेरौँ। हल्का उसलाई डराउने छु मैले। ल है कल लाग्यो, फोन त लाग्यो है साथीहरू, फोन लाग्यो है। ल लाउड स्पिकरमा राखेको छु, हेरौँ फोन उठ्छ कि उठ्दैन। हेलो हेलो, के छ भाइ, हाल खबर? ठिक छ ठुलो गोबारी, नमस्कार। नमस्कार भाइ, नमस्कार। 2-3 दिन भइसक्यो यार, न फोन गर्छस् न भेट्न आछस्। आजभोलि म माइलो गोबारी अलिकति ठुलो बन्नु छ, त्यही भएर म आज आफ्नो केटासँग बिजी हुन्छु नि त। मैले एउटा कुरा सुनेको थिएँ के भाइ यार, भन्नुपर्ने थियो। के हो गोबारी? तँ त यार ठुलो कफाडेलाई हान्छु, मार्छु, काट्छु, त्योभन्दा अगाडि जान्छु भन्दै हिँड्छस् गरे त गाउँमा। ओहो दाजु, यो कुरा तपाईँलाई कहिले भने दाजु? यो मैले ठुलो गोबारीलाई मैले काट्छु मार्छु भनेर म हिँडेको छैन। सायद अरूले मलाई फेरि कसैले ठुलो गोबारीलाई चम्चागिरी गर्यो होला के। खै यार, मैले त्यस्तै कुरा सुनिरहेको छु, त्यही भएर होला भेट्न नआएको होइन। नै नै गोबारी, मलाई सबैजनाले भनिरहेछन् ठुलो कफाडेलाई काट्छु मार्छु भनिरहेछस् गरे। के हो पारा यार? मैले के गरिरहेको छु मैले? ल अब भेटेपछि होइन कसरी हान्छु भाइ तँलाई थाहा होला फेरि। अरे ठुलो गोबारी यार, तपाईँ त मभन्दा धेरै ठुलो गोबारी। तपाईँले गर्दा गोबारी दाइ मैले यस्तो पुरा दुनियाँमा थोडा आधा 1-1.5 लाख मान्छेले मलाई चिनिसकेका छन्। म दाइ त्यस्तो कहाँ हो, को दाइ त्यो भन्ने मान्छे? त्यसलाई म भन्नुहोस् न मलाई, त्यो को हो? त्यसलाई म काटिदिन्छु। काट्ने त होइन होइन, त्यो मान्छे पनि भेटाउँछु होइन, सँगै बनाउँछु, तर भन्नुपर्छ है भनेको हो कि होइन भनेर। ल गोबारी, ल मैले भने होइन ठुलो गोबारी। म ठुलो गोबारी भन्दा म अघिल्लो गोबारी बन्न कहाँ सक्छु गोबारी? म त्यही पनि म माइलो गोबारी हो नि त बिचको। म थाहा भन्न गोबारी दाइ, त्यस्तो कहिले भन्यो तपाईँहरू? ल यस्तो म माइलो गोबारीले काट्छु गुर्छु भनेर। ए भनिरहेछन्, गाउँमा कुरा गरिरहेछन् नि होइन, हजुर हजुर, त्यही भएर भनेको भेट। हेर्नुहोस् गोबारी दाइ, त्यो मान्छे पनि भोलि मसँग त्यो मान्छेसँग मलाई भेटाउनुहोस्। त्यो मान्छे म फेस टु फेस कुरा गर्छु फेरि। ल ल ल हुन्छ, म भोलि भेटाउँछु होइन। ल ल गोबारी, भोलि कहाँ भेट्ने? भोलि म भेट्छु, म या दिउँसो भेट्छु या साँझ भेट्छु, भोलि भेट्छु त्यो को त्यो भन्ने मान्छेसँग म। ल त्यसलाई म भेटाउँछु, अनि के गर्नुपर्ने हो अब? सानो गफरीले काट्ने फाट्ने के गर्नुपर्ने गर्नु पर्यो है। ल म आफै गर्छु ठुलो गोबारी। ल ओके, मलाई अब सरी भन्नु त पर्यो। ल सरी ठुलो गोबारी, हजुरभन्दा म सानो मान्छे गोबारी। माइलो गोबारी जति पनि ठुलो गोबारी भन्दा कहाँ आउँछ? ल सरी गोबारी, ठुलो गोबारी। ल त्यस्तो भनेको छैन गोबारी मैले। तपाईँ त मेरो राम्रो एकदम गोबारी, मेरो मिल्ने गोबारी के। तपाईँ मेरो अगाडि बढेर तपाईँ हो नि मलाई गोबारी। सरी गोबारी। ओके ठिकै छ भाइ, डराइस के होइन। अरे गोबारी, मेरो त खानापिना साँझ साँझ मेरो त आर्दा भुरी कता सातो पुतो गयो मेरो त। झाँक्री बसेर सम्भावना थियो ल मलाई गोबारी डराएर। होइन है भाइ, मैले त प्रयाङ्क गरेको यार, यस्तै भनेको, कसैले केही भनेको छैन होइन। अरे हजुर हजुर, अनि केही नमान ल, ढुक्कसँग अब खानासाना खाएर सुता होइन। ल ल गोबारी दाइ, ल तर भेटौँ होइन, छिटै भिडियो बनाउनु पर्छ। ल ल ल ओके बाई। ओके बाई बाई। देख्नुभयो साथीहरू, डराएर हैरान। ठुलो त ठुलै गफाडी हो नि यार, कसैले के गर्न सक्छ ठुलो गफाडीलाई। हल्का प्रयाङ हानिदिएको भाइलाई डराएर हैरान भयो। ठिकै छ, तपाईँहरूको लागि गरेको होइन, तर 2-4 दिन भइसकेको थियो नभेटेको, कल पनि नगरेको होइन, त्यही भएर मैले गरेको हो। ओके साथीहरू, तर एउटा कुरा साथीहरू, युट्युबमा पनि राखेको हुन्छु फुल फुल भिडियो होइन, तपाईँहरू गएर हेर्नुहोला अनि सब्सक्राइब प्लिज गर्नुहोला। त्योभन्दा खतरा खतरा डेन्जर भिडियोहरू लिएर आउने छु, तपाईँहरूले साथ दिनु पर्यो भन्दै आजको फोन कल प्रयाङ्क यति नै। के साथीहरू, बाई।